नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा मैले रानीवनको रहस्य उपन्यासबाट बाँकी तथा अन्तिम भिडियो लिएर आएको छु। उपन्यास रानीवनको रहस्य, उपन्यासकार पेट्रिसिया सेन्ट जोन, अनुवादक कमला थापा। अध्याय 18। दिउँसो भात खाइसकेपछि हामी माइजूको खुट्टानिर बस्यौं र उहाँलाई यो रहस्यमय कुरा भन्नुस् भनी बिन्ती गर्यौं। माइजू पनि मुसुक्क हाँसेर भन्न थाल्नुभयो, हिजो तिमीहरू जानसाथ बलेकी आमा यहाँ आई। उसले मसित धेरै कुरा गरे। केही हप्ता अघि बलेको लागि लुगा र दुध नहुँदा उसले हाम्रो सुन्तला देखेछ। 2-3 पल्ट अलिअलि चोरेर बेचिछ पनि। तब चौथो पल्टमा तिमीहरूले उसलाई देखेछौ। म र ठुल्दा माइजूको नजर बचाउँदै एक अर्कालाई पल्याक पुलुक हेर्न थाल्यौं। हामीलाई यो कुरा ट्याक्कै मन परेन। अबदेखि उसो हामी राति राति त्यसरी बाहिर कहिल्यै जाँदैनौं भनेर मसित प्रतिज्ञा गर, जबसम्म तिमीहरू यहाँ बस्छौ, माइजूले भन्नुभयो। हामीले सानो स्वरमा हुन्छ भन्यौं, तर मनमा भने माइजूलाई सुन्तलाबारे नबताएकोमा हुनसम्मको भिर र त्रास परेको थियो। हामी 2 रातारात भाग्यौं। तिमीहरूले बलेकी आमालाई सुन्तलाको विषयमा मलाई केही पनि नभन्ने प्रतिज्ञा गरेछौ, तर यो कुरा अस्ति नै चाल पाएकी भए म तिमीहरूलाई गुहार दिन सक्ने थिए। जे होस्, तिमीहरूले बलेको फलो नै चिताएका थियो। अन्त तिमीहरूले जमाएको सब पैसा पनि लगेर दियौ रे। मालाले चाहिँ त्यो नक्सा रे। तिमीहरूले हराएको भेडाको कथा पनि बाइबलदेखि पढेर सुनायो अरे। जाति गोठालाले पाप क्षमा गर्छ भनेर पनि भन्यो अरे। त्यो नक्सा उसले घरमा लगेर भित्तामा टाँसिछ। त्यस समयदेखि उसलाई पनि त्यो नक्साको भेडा जस्तो हुन मन लागे रे। तर उसको मनमा चाहिँ त्यो चोरेको सुन्तलाको दाम मलाई नदिन्जेलसम्म शान्ति भएनछ। यसै कारण हिजो पैसा ल्याएर मलाई दिए। एकछिनसम्म कोही बोलेन। धुपीको रुख पछाडि जुन झुन्डिएको थियो, हावा पनि सिरिरी बहदै थियो। माइजू फेरि भन्न थाल्नुभयो, उसले आएर मलाई पैसा दिए कारण जाति गोठालाले उसलाई बोलाउँदै रहेछ र जबसम्म उसले उत्तर दिएन तबसम्म उसको हृदयमा शान्ति भएनछ। त्यसपछि हामीले धेरै कुरा गर्यौं। बलेको पनि कुरा चल्यो। आज बिहान म त्यही हेर्न गएकी थिएँ। सब साँचो रहेछ, तर ऊ बलेलाई छोडेर काममा जान सक्दिन। तिनीहरू खान नपाएर मर्न लागेका छन्। हिजो बेलुकी ऊ गएपछि असल गोठालाले मसित पनि धेरै कुरा गर्नुभयो। मैले उहाँका विषयमा धेरै दिन केही विचार गरिन, तर हिजो राति उहाँले मलाई धेरै कुरा देखाउनु भयो। माइजूले भन्नुभयो। म एकोहोरिएर माइजूको अनुहारमा हेरिरहेकी थिएँ। म यति नजिक गएछु कि माइजूले उहाँको हात मेरो काँधमा राख्नुभयो। जाति गोठालाले मलाई धेरै कुरा देखाउनु भयो। ती सब म भन्दिन, तर 1-2वटा कुरा भन्छु। उहाँले मलाई ब्याङ्कमा मेरो धेरै पैसा भएको देखाउनु भयो। अर्को एउटा घमाइलो कोठा पनि देखाउनु भयो, जहाँदेखि चौताराको दृश्य स्पष्ट देख्न सकिन्छ। माइजूको कुरा सुनेर मेरो हर्षको सीमा रहेन। म त्यो खाली कोठा भन्दै उफ्रिए। माइजूले हो भन्दै टाउको हल्लाउनु भयो। यसकारण पर्सिदेखि बले र त्यसकी आमा केही दिनका लागि हामीसित बस्न आउनेछन्। बलेकी आमाले घरको काम गर्नेछ। बले चाहिँ झ्यालको छेउमा सुतेर चारैतिरको मनपर्दो चिज हेर्न सक्छ। तिमीहरूलाई यो कुरा मन पर्यो? कोठा सफा गर्न सघाउने? हर्षले हाम्रो बोली फुटेन, जिब्रो लाटिए जस्तो भयो। हाम्रो कुरा बुझेर माइजू खुब हाँस्नु भयो। हामीले दिनभरि खटेर कोठा सफा गर्यौं। पलङको छेउमा राम्रा राम्रा खिलौना र किताबहरू राख्यौं। भित्तामा राम्रा राम्रा नक्सा टाग्यौं। पाकेका पहेँला सुन्तला थाममा हालेर बलेको पलङ छेउमा राखिदियौं। तब कोठाको सजी सजावट राम्रो भयो कि भएन भनेर विचार्नलाई हामीले ढोकाबाट हेर्यौं। सबै राम्रो भएछ। हामीले भने चाहिँ ठिक भएछ। भोलिपल्ट बिहान म छिट्टै उठेँ। बलेको कोठाको सम्झना झट्टै आयो। म उठेर बलेले उठ्न साथ के देख्छ होला सो हेर्नलाई त्यो कोठामा गएँ। तब झ्यालमा हात राखेर घाम झुल्केको हेरे। घामको रातो किरण परेको छेउको सिसोको रुख हल्का सुनौलो देखिन्थ्यो। आकाश चाहिँ एकदमै रातो भुब्र जस्तो देखिन्थ्यो। सुनौलो सागर रोपी आकाशमा रंगीन पर्दाहरू जस्ता बादलका टुक्रा टुक्रीहरू यताउति उडिरहेका थिए। जमिनमाथि सेता बादलहरू मानौ पृथ्वीलाई चाँदीको जल पोती दिए चाहिँ देखिन्थ्यो। औधी मनोहर दृश्य। मन साह्रै प्रफुल्लित भयो। जब मैले बले त्यो अँध्यारो कोठादेखि केही रमाइलो कोठामा ल्याइनेछ भन्ने सम्झिए, त्यो सम्झनाले मात्रै पनि मेरो आँखामा आँसु भरिएर आयो। कस्तो हो देख, यस्तो राम्रो सोच विचारले मेरो आँखामा आँसु भरिन्छ। खुसी हुँदा पनि म त दुखी जस्तो पो हुन्छु। म यस्तै के सम्झन थालेँ। म फेरि ओछ्यानमा फर्केर सिरकभित्र पस्रिएँ। त्यसपछि एक तन्द्रा निदाइछु। तब उठ्दा जिउ पनि हल्का भयो। बिहानैदेखिको घाम झुल्केको दृश्य पनि सपना जस्तो लाग्यो। अध्याय 19।
हामीले बलेलाई घरलाई पलङमा राख्यौं। यताउता सारिँदा ऊ साह्रै थाकेको थियो। त्यसपछि सबजना आफ्ना आफ्ना काममा लागे। म चाहिँ बलेको छेउमा बसिरहेँ। बलेले उसको पहेँलो अनुहार सिसोको रुखतिर फर्कायो। मैले एकछिनपछि सुक्क सुक्क आवाज सुने। ऊ रुँदै रहेछ। बले मलाई पनि अचम्म लाग्यो। आज बिहान घाम झुल्केको देख्दा म पनि रोएँ। त्यो झ्याल कति राम्रो छ नि बले, तिमीलाई मन पर्यो? मैले भने। तर बिचरा बले बोल्नै सकेन। उसले आँखादेखि तप तप आँसु चुहाउँदै सिसोको रुखलाई हेरिरह्यो। अन्तमा उसले सम्हालिँदै गाँपेको स्वरमा भन्यो, एकदम राम्रो लाग्यो। उसकी आमा एक बटुका सुरुवा लिएर आइपुगिन् र छोरालाई खुवाउन थालिन्। बलेलाई स्याहार्दा आमा चाहिँलाई के राम्रो देखेको मैले सोचिरहेँ। गरम महिना बित्न लाग्यो। बले औधी खुसी थियो। ऊ हातमा टाउको थामेर सुती सुती घण्टौसम्म झ्यालबाट बाहिर हेरिरहन्थ्यो। हुन पनि जबसम्म कुनै कुरा निहारेर गौर गरेर हेरिन्न तबसम्म त्यसमा लुकेको सुन्दरता देखिन। बले प्रत्येक चीजको आवाज चिन्ने चेष्टा गर्थ्यो। म पनि उसको सन्तोषी भावलाई असल कुरो ठान्थे। हामी नाना किसिमका कुरा गरिरहन्थ्यौं। तब बले धेर जसो के कुरा सोचिरहन्थ्यो। एक साँझ बलेले अचानक भन्यो, माला मर्नु भनेको के होला? यो प्रश्नले म अप्ठ्यारोमा परे। तरै पनि मैले उत्तर दिएँ, म त त्यति राम्रो जान्दिन, तर सम्झन्छु राम्रै होला। जे भए तापनि हामी प्रभु येशू हुनुभएको सुन्दर ठाउँमा पुग्नेछौँ। किन सोधेको बले? तिमीलाई थाहा छ कि एक दिन डाक्टरले मलाई बिचरा यो केटोको अब केही आशा छैन, मृत्यु सिवाय भनेको थियो। यो कुरा मैले तिमीलाई भने होइन र? मैले कुरा टाल्दै भने, त्यो त धेरै अघिको कुरा हो। म त जाति हुन्न। के त्यहाँ मर्नेहरू सबै जान्छन्? मैले बिस्तारै भने, त्यो म जान्दिन। तर पहिले त तिमी आफै जाति गोठालाको पाठो हुनुपर्छ। यसो गर्न गाह्रो छैन। नक्साको हराएको पाठो जस्तै तिमीले पनि जाति गोठालालाई पुकार्नुपर्छ। बले ठुस्स पर्यो र भन्यो, म त नराम्रो केटा थिएँ। कतिपल्ट अरूको चिज पनि चोरेँ। एकपल्ट त पुलिसले झन्नै पक्रेको। जे जति भो सो बिर्स। म पास्टरलाई तिमीसित भेटेर कुरा गर्नुहोस् भन्छु। उहाँले अझ राम्ररी बुझाउनुहुन्छ। माला गएर त्यो नक्सा ल्याउन, म फेरि हेर्छु। मैले कतिपल्ट आमालाई त्यो नक्सा फ्याँक भने, कारण मलाई त्यो गोठालाले भिडदेखि पाठालाई निकाल्न सक्छ कि सक्दैन, भेट्छ कि भेट्दैनन् भन्ने फिटफिटी लाग्थ्यो। तर त्यो गोठालो यसो हुनुहुन्छ भने उहाँ जहाँ कहीँ पनि पुग्न सक्नुहुन्छ, होइन त? मैले भने, जरुर सक्नुहुन्छ। कोही पनि फर्काइ ल्याउन नसक्ने गरेर ईश्वरदेखि टाढा जान सक्दैन। पास्टरले मलाई यसै भन्नुभयो, तिमी त्यो भेडाको विषयमा सुर्ता नगर ल। अब चाहिँ म गोठालाले भेडालाई पाएर आफ्नो काखमा राखेको नक्सा मन पराउने थिए। त्यस्तो नक्सा पाइन्छ माला? म खोज्छु नि त। अर्को शनिबार त्यस्तो नक्सा पाइन्छ कि भनी सोध्नलाई म पास्टर कहाँ गएँ। मैले पास्टरलाई उहाँको घरमै भेटेर त्यो नक्साको अर्को भाग मागे। तर उहाँले मेरो कुरा बुझ्नु भएन। कस्तो के को भाग दिनु इत्यादि कुरा पो गर्नुभयो। मैले भने, होइन हो होइन, मैले हराएको भेडालाई पछि के हुन्छ? के त्यसलाई गोठालाले काँधमा राखेर घर लान्छ? कारण बलेले अस्तिको नक्सा मन पराउँदैन, किनभने सधैँ नै उसको मनमा त्यो गोठालाले भेडालाई भिडदेखि निकाल्यो कि निकालेन भनेर धुकचुक भइरहन्छ रे। गोठालाको हातले भेडालाई भेट्दैन रे। कृपा गरेर मलाई अर्को नक्सा दिनुहोस् जसले बलेको मनमा पीर पार्दैन। मलाई गौर साथ हेर्दै उहाँले भन्नुभयो, म त्यस्तो नक्सा खोजिदिनेछु, तर बलेलाई त्यो भेडाको विषयमा त्यस्तो कुरा सोच्न नदेऊ। म तिमीलाई एउटा पद सिकाउँछु। के त्यो पद बलेलाई पनि सिकाउँछौ? त्यो पद यो हो, उहाँले सकेसम्म उद्धार गर्न सक्नुहुन्छ। सकेसम्म भनेको अर्थ जान्दछौ के? जान्दिन। मैले भने, त्यसको अर्थ भेडा जत्तिकै टाढा भागे तापनि, जत्तिकै अग्लोमा चढे तापनि, जत्तिकै तल झरे तापनि गोठाला त्यहीसम्म पुग्न सक्छ। अर्थात् यस संसारमा यस्तो दुष्ट र ईश्वरदेखि टाढा भएको एउटासम्म पनि मान्छे छैन जसलाई प्रभु येशूले बचाउन सक्नुहुन्न। बाँच्न चाहने र बचाउनुहोस् भनी येशूलाई बिन्ती गर्ने जो कसैलाई पनि येशूले बचाउनुहुन्छ। पास्टरको कुरा सुनेर मलाई सन्तोष लाग्यो। मैले बलेलाई त्यो पद सिकाउँछु र सुर्ता नगर्नु भन्छु भने। उहाँले अर्को हप्ता सहर जाँदा त्यस्तो नक्सा खोज्न भन्नुभयो। मैले ती सब कुरा बलेलाई भने। दुवैले यो पद मुख्यस्थ पार्यो। बले खुसी भयो, कारण उसले बुझ्यो कि सकेसम्म भनेको अर्थ जस्तै चट्टान, भिड र झाडीमा भेडा किन नहोस्, तैपनि गोठालाले आफ्नो हराएको पाठो पाउँछ, भेट्छ। अध्याय 20। दिन बित्दै गयो। सिसोका पात पनि झर्दै गयो। बले दिनदिनै कम्ती बोल्न थाल्यो। बेला बेलामा उसले आफ्नो मुख नमिठो पाराले बिगार्थ्यो। त्यो सब हेर्दा उसलाई सही नसक्ने पीडा भइरहेछ भन्ने भान हुन्थ्यो। तर ऊ हावाले पात उडाएको हेर्न साह्रै मन पराउँथ्यो। उसकी आमाले पनि छोराको साथ छोड्दिन थिइन्। माइजू चाहिँ बलेले खाना राम्ररी खाओस् भनी खुब मेहनत गरेर पकाइतुलाई गर्नुहुन्थ्यो। तर बले भने खाना कम्ती खाएर मुख झ्यालतिर फर्काएर नबोली सुतिरहन्थ्यो। एकपल्ट बेलुकी स्कुलबाट आउन साथ म डङ्ग खुट्टा बजार्दै
तलामाथि बलेको कोठातिर लागे, तर झट्टै हल्ला नगर्नु भन्ने कुरा मनमा आयो र बिस्तारै ढोका खोले। तब म छक्क परेर उभिएँ। पास्टर बलेसित कुरा गर्दै हुनुहुँदो रहेछ। बले चाहिँ हाँस्दै उहाँले भन्नुहुँदै गरेको बाघको कथा सुन्दै रहेछ। मैले पनि छेउमा बसेर त्यो बाघ मरेको र रुखको फेदमा गाडिएको सम्म कथा सुने। त्यसपछि पास्टरले मलाई एउटा चेप्टो कसिएको पोका दिनुभयो। हतार हतार डोरी सोरी चुडाएर हेर्दा त त्यहाँ एउटा नक्सा रहेछ। म, बले र पास्टर तीनैजनाले त्यो नक्सा एकछिन हेरिरह्यौँ। त्यो नक्सामा एउटा हरियो चौर थियो। सेतो भेडाको एक बथान चढ्दै चढ्दै एकतिर जाँदै थियो। अघितिर चाहिँ हातमा लौरो बोकेर र अर्को हातको सहाराले एउटा सानो सुतिरहेको पाठो काखीमनि च्यापी छातीमा लेप्साएर गोठाला हिँडिरहेको थियो। बलिले मौनता भङ्ग गर्दै भन्यो, त्यसलाई बोकेर कता लगेको? घरमा। गोठालाले त्यसलाई प्रत्येक दिन चलाउँछ, रक्षा गर्छ र फेरि घर लान्छ, पास्टरले भन्नुभयो। त्यसको घर कहाँ छ? जहाँ जाति गोठाला बस्छ, त्यो घरमा जहाँ हामी गोठालालाई देख्न सक्छौँ। अच्छा, म तिमीलाई त्यो घरको विषयमा केही पढेर सुनाउँछु। यसो भन्दै पास्टरले बाइबल खोलेर पढ्नुभयो। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र फेरि मृत्यु हुने छैन। न त शोक, न त रुवाई, न पीडा हुनेछ। केही पीडा हुँदैन? त्यसो हो भने के त्यहाँ सबजना जान सक्छन् कि राम्राहरू मात्रै? बलेले सोध्यो। जस जसलाई जाने इच्छा छ तिनीहरूको लागि त्यो ढोका खुल्ला छ। जो अहिले जाति गोठालाका पाटा छन् तिनीहरू अघि राम्रा भएका भए पनि या नराम्रा भएका भए पनि तिनीहरूले नै त्यो ढोकामा पहिले पस्न पाउँछन्, कारण हामीलाई त्यहाँ जाने योग्यका बनाउनलाई नै जाति गोठाला मर्नुभयो। तब एउटा गीत सुनाउँछु भनेर उहाँले एउटा मिठो गीत सुनाउनु भयो। गीत सुनिसकेर बलिले पास्टरलाई फेरि बाघको कथा अझै भन्नुहोस् भन्ने आग्रह गर्यो। तर उहाँले भन्नुभएको कथा सुन्दा भुसुक्क निदा। तब पास्टर र म बिस्तारै कोठादेखि बाहिर निस्कियौँ। अर्को शनिबार म र ठुल्दा बजार गयौँ। बजारमा हामीले बलेको लागि तरबारे फूलको बिजन र 2वटा गमला ल्याइदियौँ। हामीले गमलामा माटो हाली बिजन रोपेको र पानी हालेर सिन्का गाडेको बलेले छ्यालबाट हेरिरह्यो। यस्तो घिनलाग्दो बिजनमा सुन्दर तरबारे फूल लुकेको हुन्छ भनेर त सोच्न सक्दिनस् होइन र? ठुल्दाले भने। कसैले पनि त्यस्तो सोच्नै सक्दैन। मैले भने, म त त्यति गहिरो रोप्दिनँ, अलिक माथि नै रोप्छु, तब छिट्टै उम्रिन्छ। ठुल्दाले हाँस्दै भने, त्यसमा कति पनि फरक पर्दैन। जब समय पुग्छ तब मात्र जतिकै तलदेखि पनि टुसा आफै पलाउँछ। म ठुल्दाको कुरा काट्न तयार हुँदै थिएँ। झट्टै मेरो आँखा बलिमाथि पर्यो। बिचरा पीडा सहन नसकेर होला, उसले अनुहार एकदमै साह्रो बिगार्दै थियो। मैले उसको छेउमा गएर हात समात्दै भने, साह्रो दुख्दैछ? आमालाई डाकु? नाइ नभन, यति साह्रो दुख्छ भनेर थाहा भयो भने आमा साह्रै सुर्ताउनुहुन्छ। ऊ सुक्क सुक्क रुँदै भन्न लाग्यो, म त यस्तो पीर नभएको शान्ति ठाउँमा जान पाए पनि हुन्थ्यो। हामीलाई साह्रै नमिठो लाग्यो। बलेलाई हामीले अघि कहिले यस्तो दशामा देखेका थिएनौँ। ठुल्दाले सान्त्वना दिँदै भने, हामी जाति गोठालासित तिम्रो पीर हटाइदिनुहोस् भनेर प्रार्थना गरौँ। तिमीलाई राम्रो निन्द्रा लागोस्। पीर सहनुपर्ने मानिसहरूले प्रभु येशूलाई प्रार्थना गर्दा तिनीहरूका रोग र पीर सब हटेका थिए। बाइबलमा यस्ता कुरा थुप्रै लेखिएका छन्। हामी पनि यस्तै विचार र विश्वास गरेर उहाँसित प्रार्थना गरौँ। खुडा टेक त माला। मैले खुडा टेके, ठुल्दाले पनि टेके र प्रार्थना गरे, प्यारा ईश्वर दया गरेर बलेको पीर लानुहोस्, छिटो जाति पारिदिनुहोस्, उसलाई मिठो निन्द्रा लागोस्। आमेन। त्यसपछि हामीले आशापूर्ण नजर लाउँदै बलेलाई हेरौँ, कतै त्यो पीर गइहाल्छ कि भनेर। बले शून्य आँखाले त्यो भेडाको नक्सा हेरिरहेको थियो। त्यो रातभरि माइजू र बलिकी आमा भर्याङमा घरीमाथि घरी तल गरिरहनु भयो। डाक्टर पनि मध्यराततिर आउनुभयो, तर कसैले पनि जाति गोठाला हिँड्नु भएको आवाज सुनेनन्। जाति गोठालाले कसैले चाल नपाउने गरी आएर बलेलाई आफ्ना काखमा उठाउनु भयो। हामीले ठुल्दाको प्रार्थनाको उत्तर त्यस्तै पायौँ, जो कसैले चिताएको थिएन। घाम झुल्कुनुभन्दा अघि ताराहरू निप्दै जाँदा बलेको प्राणले उसको पीडित शरीर त्याग्यो। ठुल्दा र मेरो विश्वास छ निश्चय पनि उसलाई जाति गोठालाले आफ्नो घरमा लानुभयो। अध्याय 21। वर्षा ऋतु हुनाले रानीवनका चोरबाटा र गोरेटाहरू झार र उनिउले ढाकिएका थिए। म सबैदेखि टाढा गई जंगलमा एक्लै बसेर बले खसेको समयदेखि घटेका सबै घटनाहरू सोच्न चाहन्थे। डाक्टर, माइजू र बलिकी आमा माथि तल ओहोर दोहोर गरेका रातको भोलिपल्ट बिहान उहाँहरूले बले राति नै खस्यो भन्नुभयो। त्यो कुरा सुन्न साथ म खुब रोएँ, कारण म बलेलाई साह्रै माया गर्थेँ। तर मलाई डर लागेन। त्यति बेला मात्र डर लाग्यो जब म बलेको आलो चिहानमाथि लडेकी थिएँ। माइजूले मलाई जबरजस्ती तानेर घर लानुभयो। बलेलाई एक्लै माटोभित्र छोडिराख्न मलाई मन लागेन। म रातभरि रोएँ। त्यसपछि साह्रै थाकेछु। भोलिपल्ट अबेरमा शिरमाथि घाम पर्दा बिउजेछु। म अचम्म मान्दै उठेँ। भात पनि नबोली खाइयो। खाइ सिद्ध्याउन साथ म जंगलतिर
छड्किए। माइजूले दगुर्दै आएर मेरो अनुहारमा हेर्दै एउटा मिठाई दिनुभयो। म एक्लै टोलिँदै धेरै टाढा हिँडेँ, कतै बलेलाई भुल्छु कि भनेर, तर भुल्नै सकिनँ। म एउटा कठुसको रुखको छेउमा आइपुगेँ र त्यसैमा अडिसिएर फेदमा बसेँ। आँसुका थोपा बग्दै गालातिर छर्न थाले। निकै बेरपछि म झस्किएँ। माटो खुट्टाको आवाज घाँसपातमा सरक सरक गर्दै आइरहेको थियो। मैले आवाज आएतिर पुलुक्क हेरेँ, उही पुरानो गोठाला बाजिरहेछन्। किन यसरी चिसो भुइँमा लडेकी सानी मैया? सर्दी लाग्छ है? उठ उठ, के भयो सानी मैयालाई? मलाई भन त भन्दै तिनी मलाई आफ्नो मोटो खास्टोले बेरे, तिनको भागेको पाठोलाई जस्तै। त्यसपछि तिनी मेरो छेउमा बसे। गोठाला बाजे यहाँ कसरी आइपुगे? म छक्क परे। कतादेखि आउनु भएको बाजे? मैले सोधेँ, तर तिनले मेरो कुरा सुने पनि नसुने जस्तो गरेर बन्चरो भुइँमा राख्दै उल्टो मलाई पो रोएको कारण सोधे। मैले पनि रुँदै सबै कुरा विस्तार लाएँ। मैले कति प्रार्थना गरेँ, तर केही उत्तर पाइनँ। ईश्वरले मेरो प्रार्थना सुन्नु भएन र बले पनि खस्यो। मैले सबै कुरा खुलस्त गरेँ। नानी, यदि तिमीले म भएको ठाउँमा आएर बाजे एउटा लङ्गडे पाठा भिरमा छ, त्यो चढ्न पनि सक्दैन, घाँस पनि राम्रो छैन, चारैतिर भिर र ढुङ्गामुढा मात्र छ भन्यो भने अन्त मैले चाहिँ त्यस पाठोलाई त्यो भिरदेखि उठाएर एउटा मैदान परेको ठाउँमा लगे, साथै घाँसै घाँस भएको हरियो चरणमा छाडिदिए भने तिमीले त्यसमा मैले तिम्रो कुरा मानिन भनेर कदापि भन्दिनौ होइन र? म बाजेले भनेका कुरा बुझ्ने चेष्टा गर्दै नबोली बसे। त्यस्तै त हो नि नानी, तिम्रो साथी बलेलाई जाति गोठालाले उठाएर आफ्नो खोरमा लगे त त्यसमा तिमी किन फेरि गनगनाउँछौ? मेरो आँखामा फेरि आँसु भरिएर आयो। आँसु पुस्दै मैले भने, त्यस्तो भए जस्तो देखिएन बाजे। तिनीहरूले त बलेलाई एक्लो माटोभित्र गाडे। मलाई कति नराम्रो लाग्छ। बले कसरी जाति गोठालासित हुन्छ र? तिनीहरूले त उसलाई भुइँमा गाडिदिए। गोठाला बाजेले नबोली हातले यताउति केही खोजिरहे। केही बेरमा बोक्राबाट फुटेर निस्कने लागेको एउटा कटुस टिपेर मलाई देखाए। त्यो कटुसको दाना पुरानो कुह्न आँटेको थियो। काँडाहरू पनि ओइलिएर फुस्रा भइसकेका थिए। अब मलाई भन, यो बोक्रालाई के हुन्छ? अन्त यो कटुसको दानालाई पनि के हुन्छ? कटुसको दाना देखाउँदै बाजेले सोधे। त्यो काँडे बोक्रा पात पत्करसित र माटोसित मिलेर मल हुन्छ। अब त्यसको केही काम छैन। तर त्यो कटुसको दाना बिस्तारै टुसाउँछ र बढेर ठूलो हरियो रुख हुन्छ। मैले उत्तर दिएँ, अब भन, यो दाना बढेर रुख हुँदा र त्यसमा चराहरू बसेर गाउँदा, गुड लाउँदा, साथै त्यसले कलिला पालुवा फेर्दा के तिमी त्यो कटुसको बोक्रालाई के भयो होला भनेर मन दुखाउँछौ? दुखाउँदिन। मैले बाजेको कुरा बुझ्न थालेँ। त्यो हो भने तिमी धेरै दुःख मन नगर। जुन कुरो तिमीहरूले गाड्यौ त्यो त यो बोक्रा जस्तै त हो। बले नानी जाति गोठालाको छेउमा खुसी साथ बसिरहेको छ। यो कुरो भन्दा बाजेको अनुहार खुसीले चम्किरहेको थियो। तिनले मलाई घर जाने आदेश दिँदै आफ्नो खास्टो ताने। मैले तिनलाई केही परसम्म रुखहरूका छायामनी हुँदै गएको हेरिरहे। त्यसपछि ठुल्दालाई देखाउन भनेर त्यो कटुस र कटुसको बोक्रा टपक टपक टिपी म सोझै घर आएँ। घर आइपुग्दा प्राय साँझ परिसकेको थियो। भान्सा गरिसकेपछि हामी सब आगोको वरिपरि बस्यौँ। तब माइजूले बिस्तारै भन्नुभयो, बलेकी आमा र मैले एउटा सल्लाह गरेका छौँ। के कस्तो सल्लाह होला? हाम्रो मन खुब चुमचुम भयो। माइजूले कुरा स्पष्ट गर्दै भन्नुभयो, अब बले छैन, तैपनि त्यसको यादगारमा हामी केही गर्न चाहन्छौँ। बले त साह्रै बिरामी र कमजोर थियो। हामीले त्यसको लागि केही गर्न सकेनौँ। तर अब हामी अरू कमजोर, गरिब, दुखी नानीहरूलाई ल्याउन सक्छौँ र तिनीहरूको स्याहार सुसार गर्न सक्छौँ। बलेकी आमा पनि यही छ। मालाले पनि यस काममा हात बढाउन सक्छ। ठुल्दा र माला के भन्छौ? हामीलाई त्यो सल्लाह अघोरै मन पर्यो। हामीले त्यस विषयमा खुब कुरा गर्यौँ, छलफल गर्यौँ। माइजूको मनमा यस्तो विचार कसरी अचानक उब्जियो? सोध्नुभन्दा अघि यस विषयमा मैले माइजूलाई सोधेँ। बलेलाई हेर्न गएको दिनदेखि नै मेरो मनमा रोगी कमजोरलाई स्याहार्ने, टुहुरा टुहुरीलाई आश्रय दिने इच्छा भएको थियो। प्रभु येशूले आफ्ना चेलाहरूलाई भेडाहरूलाई खुवाऊ भनेका थिए। रानीवनको बाटोमा एक्लै जाँदा यो कुरा मलाई झट्टै याद भयो। यसै कारण मेरो मनमा बलेलाई यहाँ ल्याउने इच्छा जाग्यो। तर जब बलेको प्राण गयो तब मैले आफैलाई यसो भने, यो पाठोलाई अब मेरो केही खाँचो छैन। तर यस्ता आश्रय चाहिएका पाठाहरू धेरै छन्। मैले तिमीहरूका मामासित पनि कुरा गरेकी छु। उहाँ पर्सिपल्ट बस्तीमा गएर त्यस्ता केटाकेटीहरू लिएर आउनुहुनेछ। माइजूले भन्नुभयो, कुरा धेरै भयो। रात पनि धेरै बित्यो। मनमा असंख्य कुरा, दुःख सुखका कुरा, बलेको मरणको कुरा तथा भविष्यका कुरा, यस्तै अनेक कुरा खेलाउँदै र खेलाउँदै हामी आफ्नो ओछ्यानमा पस्यौं। अध्याय 22। एक साँझ एउटा केटा र दुईवटा केटी लिएर मामा आइपुग्नु भयो। ती 3 जना टुहुरा टुहुरी थिए। झुम्रे लुगा, मैलाको कत्ला,
र नकाटेको केश बिचराहरूका शरीरबाट दुर्गन्ध आइरहेको थियो। तिनीहरूलाई माइजू र बलिकी आमाले नुहाई धुवाई गरिदिनु भयो। तब दौरा सुरुवाल र जामा लगाइदिएर केश कोरिदिएपछि तिनीहरू भिन्नै देखिए। भान्साघरमा लगेर तातो तातो खानेकुरा दिएपछि बलिकी आमाले ती तीनैजनालाई ओछ्यानमा सुताइदिए। दिन हप्ता महिना क्रमशः बित्न थाले। ठण्डा महिना पनि लाग्यो। यस साल अचानक हिउँ पनि पर्यो। हामीले मकै गोजीमा हालेर कुटुकुटु खाँदै हिउँका फुसफुसे टुक्राहरू छरेका हेरिरह्यौँ। चारैतिर सेतै सेतो, कोही लट्ने, कोही चिप्लने, कोही चिप्लो खेल्ने। हामीले पनि हिउँ डल्लो पारेर बसु पुर्ने र जीवनसाथ हानाहान गर्दै खेल्यौँ। त्यसपछि हामी सबजना गोठाला बाजे कहाँ गयौँ। बाजे त गोठमा अगेनाको छेउमा बसी आगो ताप्दै तातो चिया र सातु खाँदै रहेछन्। हामी 6 जना पनि बाजेलाई घेरेर अगेनाको वरिपरि बस्यौँ। बाजेले हामीलाई चिया र कुराउने दिए। त्यसपछि तिनले यसु मेरा गोठाला म उनका गुण गाउँदैछु भन्ने गीत हामीलाई सिकाउनु भयो। बाजे कहाँ 1 घण्टा जति बसेपछि हामी सबैजना हाँस्दै खेल्दै र कहिलेकाहीँ लड्दै पनि घरतिर दगर्यौँ। ठण्डा महिनाको स्कुल छुट्टी अझै आधी नै थियो। हामी धेरै थियौँ। एक दिन दिउँसो भात खान आउँदा हामीले माइजूको हातमा एउटा सेतो खाम देख्यौँ। तिमीहरूलाई एउटा खबर छ, त्यो के होला भन त? माइजूले हातमा खाम खिलाउँदै भन्नुभयो। हामी एकछिन अकमक्क पर्यौँ। तब ठुल्दाले एक्कासी चिच्याउँदै भने, मैले जाने, आमा बाबा घर आउनुहुन्छ। आमा बाबा घर आउनुहुन्छ। साँच्चै नै हाम्रा निम्ति त्यस वर्षको सबभन्दा मिठो खबर त्यही नै थियो। हामी रमाइरहेको बेलामा माइजूले भन्नुभयो, हो तिमीहरूको आमा बाबा अब छिट्टै कलकत्ता आइपुग्छन् रे। हामी अब कलकत्ता जानेछौँ र उनीहरूसितै आउनेछौँ। उनीहरू पानी जहाजमा आउँदैछन् रे। कति खुसीको खबर होइन त? ठुल्दा खुसीले उफ्रन थाले। म भने आकाश पातालका कुरा सम्झँदै उभिरहे। मनमा अनेक शङ्का र डर उत्पन्न हुन थाल्यो। मलाई त आफ्नै आमासित भेट गर्न मनै लागेन। म माइजूले धेरै अघि भन्नुभएका कुराहरू सम्झन थाले। सायद आमा मदेखि नाराज हुनुहुन्छ होला। आमाले ठुल्दालाई मात्र मन पराउनुहुन्छ होला। मलाई त मन पराउनुहुन्न होला। फेरि म त रिसको भारी आरिसेर ठुस्की छु। मलाई ठुल्दाको आरिस लाग्छ होला। यस्तै के सम्झेपछि म अँध्यारो अनुहार पारेर सुनसान ठाउँमा बस्नलाई हिँडे। ठुल्दा मेरो पछि पछि आए र मलाई दुवै कुममा समातेर हल्लाउँदै भने, यो मलाई के भयो कि ओले? त खुसी छैनस्? किन खुसी छैन? छु त। यति भनेर म आफ्नो कोठामा पसेँ। आधा घण्टापछि मेरो कोठामा माइजू आउनुभयो र पलङमा मेरो छेउमा बसेर भन्नुभयो, किन माला, तँलाई के भयो? त ठुल्दा जस्तो खुसी छैनस् त? मलाई एकदमै अप्ठ्यारो पर्यो। म सिरानीमा टाउको घुमाउँदै भित्तातिर फर्केर सुतेँ। तर माइजू पर्खिरहनु भयो। जवाफ नदिउन्जेल उहाँ जानुहुने रहेनछ। त्यही सम्झेर मैले उत्तर दिएँ, तपाईँले मलाई भन्नुभएको छ आमाले मलाई मन पराउनु हुने छैन। मलाई पनि त्यस्तै लाग्छ। ए यो माला त मैले त्यस्तो कहिल्यै भनिनँ है। तैँले नराम्रो चाला देखाउँदा पो त्यसो भनेथे। त्यो त धेरै दिन अघिको कुरा हो होइन त? अब त तँलाई जाति गोठालाले बदलाएका छन्। तँलाई मात्र होइन, हामी सबैलाई पनि। साँच्चै आमा चाहिँले तँलाई साह्रै माया गर्नेछ। माइजूको कुरा सुनेर म एकछिन अन्कनिँदै ओछ्यानमा पल्टेर आएँ। तब एक्कासी मेरो मनबाट सबै डर, त्रास र शङ्का हटे। म ढुक्क भएँ। हामी दिन गन्दै आमा बाबा आइपुग्ने समय पर्खन थाल्यौँ। अन्तमा उनीहरूलाई लिएर आउने जहाज कलकत्ता आइपुग्न 2 दिन छँदा मामाले मलाई र ठुल्दालाई कलकत्ता ल्याउनु भयो। प्रत्येक स्टेसनमा हामीले फेरीवालाहरूले चिजबिज बेचेका हेऱ्यौँ। तिनीहरू किसिम किसिमका स्वरमा कराउँथे। हामी पनि ठाउँ ठाउँमा तिनीहरूले जस्तै स्वर बनाएर करायौँ। चनाचुर गरम, गरम चा, आइसक्रिम, पान बिडी सिगरेट, मुङफली, कमला, नारङ्गी, दार्जिलिङ नारङ्गी इत्यादि किसिम किसिमको भेष बोली, प्रकार प्रकारका रङ्ग दृश्य हामीलाई रेलको त्यति लामो यात्रा केही जस्तो लागेन। कलकत्ता पुगेपछि पहिले त मलाई डर लाग्यो। त्यत्रो ठुलो सहर, चारैतिर मान्छे, अझै मान्छे, अत्तालिँदै कुद्ने ट्राम गाडी, बस गाडी र चुच्चे 3 चक्के गाडीहरूको खुइँचो। मलाई साँच्चै नै डर लाग्यो। गाडीहरू पनि सुई सुई कुद्दै। म आफैलाई हराए जस्तो लाग्यो। म मामाको हात च्याप्प समातेर हिँडेँ। कलकत्तामा मलाई झिलिमिली परेका ठुला ठुला दोकान मन परे। हामी धेरजसो ऐनाभित्रका चिजबिज हेर्दै डुल्यौँ। अन्तमा हामीले एउटा ठुलो होटेलमा गएर खाना खायौँ। खाना मिठो थियो। हामी त्यही होटेलमा बास पनि बस्यौँ। अर्को दिन हामी रिक्सामा चढेर बन्दरगाह गयौँ। त्यहाँ थुप्रै साना ठुला नाउँहरू थिए। त्यहाँ पनि भिडै भिड। मलाई मान्छेहरू हेर्दा हेर्दा वाक्क लाग्यो। मान्छेहरूले ठुला ठुला भारी क्रेनले एउटा जहाजदेखि निकाल्दै नाउँहरूमा हाल्दै थिए। एउटा सेतो पोसाक लगाएका नाविकले हामी जानुपर्ने घाट देखाइदिए। त्यहाँ एउटा जहाज अघि नै आइसकेको रहेछ। सबै मानिसहरू फलेको लामो पुलमाथि हिँडेर जहाजदेखि आउँदै थिए। तब अचानक मामाले भन्नुभयो, उहाँहरू त्यहाँ हुनुहुन्छ, हेर त
यसो भनेर उहाँले हात हल्लाउनु भयो। आमाले हल्का हरियो रंगको साडी लाउनु भएको थियो। बाबाले चाहिँ खैरो रंगको सुट एकदमै सुहाउने। ठुल्दा दगुर्दै पहिले बाबालाई त्यसपछि आमालाई अगालो मार्न पुगे। म चाहिँ चुप लागेर बसिरहे। आमा मुसुक्क हाँस्दै मतिर आउनुभयो र मलाई प्यार साथ एकछिन हेरेर अगालो मार्दै छातीमा टास्नु भयो। त्यसपछि कति माया गर्छु मेरी रानीलाई भन्दै उहाँले मै खानुभयो। तब मेरो मन ढुक्क भयो। अबदेखि उसो म कहिले पनि आमालाई छाड्दिन। मैले मनमा नै भने। ठुल्दा आमा र बाबाको हात समातेर उफ्रदै हिँड्न थाले। हामी सबै ट्याक्सी भए ठाउँमा आयौं र सिधै होटल पुग्यौं। खाना खाइसकेपछि आमा र बाबा रेलको टिकट लिन जानुभयो र त्यही दिन रातिको रेलमा हामी घर फर्क्यौं। 2 दिनपछि हामी घर आइपुग्यौं। घरमा एउटा ठूलो रातो भाले काटिएको थियो। माइजूले खानापिना मिठो बनाउनु भएको थियो। हामी सबैजना खुब थाकेका थियौं। यसकारण खाइसक्ने बित्तिकै चाँडो चाँडो ओछ्यानमा ढल्कियौं। भोलिपल्ट बिहान आमाले बाकसहरू खोलेर मालमत्ता निकाल्नुभयो र हाम्रा भागका चीजहरू ठुल्दा र मलाई दिनुभयो। मेरो भागमा चाहिँ आँखा खोल्दै बन्द गर्ने जामा लाइदिएको एउटा ठूलो गुडिया रहेछ। त्यो जामा पनि गुलाबी नाइलनको राम्रो रहेछ। म काखमा गुडिया राखेर हर्षले गदगद हुँदै उफ्रिए। ठुल्दालाई चाहिँ हवाई जहाज र मोटर ल्याइदिनु भएको रहेछ। त्यसबाहेक हाम्रा निम्ति आधा बाकस जति त किताब मात्र रहेछन्। आमा बाबाले माइजूलाई चोलो लाउने कुचिनको 1 पिस लुगा र हल्का क्रिम रंगको चिनिया सिल्कको साडी औ मामालाई चाहिँ एउटा छालाको कोट दिनुभयो। आमाले फेरि एउटा पोको निकालेर ठुल्दालाई दिनुभयो। पोको खोलेर हेर्दा ठुल्दा र मैले हामीले भनेकै जस्तो एउटा राम्रो बक्स क्यामेरा पायौं। ठुल्दा खुब खुसी भए। उनी क्यामेरा बोकेर वरपर उफ्रन थाले। मैले ठुल्दा क्या मज्जा नि, तिमीले ठिक भनेको जस्तै चीज पायो भन्दै ठुल्दाको हातमा हात मिलाए। आमाले हाम्रो भागदेखि केही खिलाउने चीज, लुगाफाटा र किताबहरू ती साना साना 3 जना नानीलाई पनि दिनुभयो। तब तिनीहरू पनि आफ्ना आफ्ना चीज समाएर रमाउन थाले। तिनीहरू बिस्तारै आमा बाबासित झ्यामिन थाले। आमाले बलेकी आमालाई पनि मखमलको चोलो ल्याइदिनु भएको थियो। त्यो दिन हाम्रो घरमा आनन्दको राज्य जमेको थियो। बाबाले हामीलाई राति सधैँ नै मलाया, हङकङ र सिङ्गापुरको कथा भन्नुहुन्थ्यो। हामी खुब चाख मानेर कथा सुन्थ्यौं। तर मेरो मनमा भने हाम्रा आमा बाबाले पनि जाति गोठालाका विषयमा राम्रा राम्रा कुरा सुनेदेखि र उहाँहरू पनि जाति गोठालाका भेडाहरू भएदेखि कति राम्रो हुने थियो भन्ने विचार आइरहन्थ्यो। बाबा आमाले बलेको कुरा पनि सुनाउनु भयो र धेरै अफसोस मान्नुभयो। 1 दिन 2 दिन गर्दै हप्ता दिन बित्यो। अब महिना दिन पनि बित्नै लाग्यो। जीवन यसरी नै बित्दै गयो। शिशिर ऋतु बित्यो। अब वसन्त ऋतु सुरु भयो। रुखपात र झाड जंगलले नयाँ पालुवा फेर्न थाले। कलिला मुनाहरू फक्रन थाले। रानीवन र भीर पखेरा पनि हरिया हुन थाले। रानीवनमा नयाँ चरा, नयाँ फूल र नयाँ रंग निस्के। नयाँ संसार र नयाँ स्वच्छ नीलो आकाश देखिन थाल्यो। हामी सधैँ नै लुकी लुकी आमा बाबाका लागि प्रार्थना गर्न थाल्यौं। उहाँहरूले पनि जाति गोठालालाई चिन्न सक्नुहोस्, उहाँको प्रेम बुझ्न सक्नुहोस् र आफैले उहाँको भेडा मान्न सक्नुहोस्। हाम्रो प्रार्थना विशेष गरी यही विषयमा हुन्थ्यो। हाम्रो विश्वास छ प्रभु येशूले हाम्रा प्यारा आमा बाबालाई पनि पाउनुहुनेछ र आफ्नो बनाउनुहुनेछ। कारण जाति गोठाला प्रभु येशू विश्वासयोग्य, प्रेमी र दयालु हुनुहुन्छ। उहाँले हाम्रा आमा बाबा र अरू हराएका भेडाहरू सबैलाई खोजिरहनु भएको छ। जुन दिन प्रभु येशूले हाम्रा आमा बाबालाई पनि पाउनुहुनेछ र हाम्रा आमा बाबा उहाँका भेडा हुनुहुनेछ, तब नै हाम्रो रमाहट र सुख पूरा हुनेछ। तब हाम्रो आनन्द पूर्ण हुनेछ। बिन्ती प्रार्थना गर्दै हामी त्यो महान दिन पर्खिरहेछौं। जाति गोठालाले हामीलाई कहिल्यै नथाक्ने विश्वास, आशा र प्रेम दिउन्। उपन्यास रानीवनको रहस्य। उपन्यासकार पेट्रिसिया सेन्ट जोन। अनुवादक कमला थापा। तपाईलाई के कस्तो लाग्यो कमेन्टमा उल्लेख गर्नुहोला। लागौं अघिल्लो भिडियोमा सोधिएको गाउँ खाने कथातर्फ। अघिल्लो भिडियोमा सोधिएको गाउँ खाने कथा रहेको थियो, हिस्रिक बुढी खिस्रिक दाँत के हो, र यसको सही उत्तर हो थैली। अब लागौं आजको गाउँ खाने कथातर्फ। आजको गाउँ खाने कथा रहेको छ, स्याउ स्याउ चल्ला 12-20 दाम्ला। यो कथा नजान्नेलाई 1020 लाम्ला के हो। प्रश्न एकपटक फेरि, स्याउ स्याउ चल्ला 12-20 दाम्ला। यो कथा नजान्नेलाई 1020 लाम्ला के हो। यस प्रश्नको उत्तर तपाईलाई थाहा भए कृपया कमेन्टमा उल्लेख गर्नुहोला। म भोलिको भिडियोमा अवश्य पनि यसको उत्तर भन्नेछु भन्दै आजको कथा बसाइबाट म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।